गुड मर्निङ गाइस। अहिले फिलहाल 9 बज्यो है। हामी चाहिँ को त्यो चिज चाहिँ अहिले सरप्राइज चाहिँ हुन्छ हो। सरप्राइज हुन्छ त्यो चिज ल हजुर। यहाँ मुन काकोमा केही बनाउँछ अरे हो। बोक्नु म नानी बोक्नु होइन हेलो अनि पुरा खायो नि त्यसले। म नानी भाइ छ तिनजना। यस्तो देख्छ अझै क्लियर रहेछ है। छैन क्लियर पर्छ हौ भिउ रिङ्गेर लाग्दैछ अझै है। ल गाइस अहिले त्यहाँ गएर देखाउने हो हामी। ल गाइस फलेदोले फुलिदिरहेको रहेछ त्यस देख्छ नि। होइन बिस्तारै बिस्तारै लड्छ। ह्याप्पी सन्डे सबैलाई। होइन फले जाने बिस्तारै लड है लड्छ। बिस्तारी बिस्तारी गाइस हामी पुग्न आँट्यो त्यो जग्गामा। त्यो सरप्राइज चाहिँ अहिले टिप्नुको लागि हुन्छ है। तबसम्म हेर्दै बहुत नि त्यो जग्गामा जाँदैछ हामी। चराको खिचिदिउँ भनेको त भाग्यो भयो। फेरि फेरि यो चाहिँ यो रुखको दाना चाहिँ के भाइ हामीले सानोमा चाहिँ उयो के अरे काठगाडीमा यस्तो हेभी कुदिन्थ्यो क्या चक्का। चुवाको फुल रहेछ यहाँ। गाइस फिलहाल हामी काका घर आइपुगेको छ। काक्स कोही छैन क्या हौ काक्स। यहाँबाट चाहिँ दामी देखिन्छ त अझै होस्। आज क्लियर छैन दिन चाहिँ। यो भाँचिँदैन लुइक जान्छ त अन्त। ल गाइस यही हो त्यो सरप्राइज चाहिँ मलिन्डो। अम्बो ओ भाइ हेब्बी पाकिरहेको रहेछ नुमाथि त पाकिरहेको रहेछ पुरा। काँडा हुन्छ यसमा काँडा हुन्छ। ल गाइस यो चाहिँ मलिन्डो पुरा पाकेको रहेछ हो र। गाइस फल दिएको छ नि यहाँनिर। काकी गाइस एउटा टिपेको छु। अलिक रातो रहेछ चाहिँ हुँदैन है काँडा चाहिँ। कता कहाँ देख्यो फेरि ए काँडा भनेको म त मलिन्डो पो देखाउँदैछ भन्दैछु। ल गाइस प्लकिङ हुँदैछ न मलिन्डो कहाँ छ देख्दैछ।
त्यसो मलिन्दो चाहिँ खतरै रहेछ नि त अलिको चाहिँ त्यही बस त्यही बस यो लौरोसम्म लाग्छु नि अब खाउनु त्यो खाऊ खाने त आज रेस्ट अरे नि त खाऊ न काँडा पो रहेछ काँडा त हुन्छ त तिमीलाई भनेको के फेरि डराउँदैन हो होसियार गरे उज्यार त कता कलिलो डन पैसा नटेर के भन्छ के हो नि त हौ काकी त हो काँडा पो पोस्यो अरे भन्ला नि खाँदै फेरि त्यसले के अमिलो भयो सकेन मुख चाड्दैछ अमिलो भयो मलाई उयोबाट ल्याएर आउँछु ल तपाईँको लागि उयोबाट फेरि उयो लाग्यो ल आली आली लड्छ आइला यहाँ रहेछ कि भाइ हजुर बट ल्याऊ ला झोला फाट्यो ल्याऊ ल्याउ न के भयो अरे के भयो पढायो भने के भयो के भयो भनिदेऊ न फेरि गर्दा म हार्मोनियम पोइ पोइ गीत पो लड्छ यहाँ थवक्कै बस ल लड्छ यहाँ लड्यो भने त म पक्रिँदैन नि केटाहरू लड्छ है यसको भित्र यस्तै हुन्छ रेड कलर खाने त हेर्दा 150 रुपियाँ गोटा भैयामा यसो 150 गोटा यो के रहेछ बडी अर्कै हरेक मालको सामान होला नि त होइन पो रहेछ म त हरेक माल पो भनेर सोचेको होइन त यो चाहिँ कति ये 350 जोड़ी को ठुलो ये 300 रुपये जोड़ी ये 6वटा सेट हुन्छ 550 में ठुलो महँगो महँगो होइन यो भन्दा सानो छ देखानु होस् म बजारबाटै ल्याउँछु अरू त लगी एउटा केन छ कि त्यो एउटा मात्रै होस् लाँदैन यसो होस् हेर्नु भैया यहाँनिर गुन्द्रुक बनाउँदैछ गुन्द्रुक हो भैया
कति बजेको नि आयो भयो ला सबै छ राउन्ड बुलहरू छ यो लोग गयो ल खोइ फुपूलाई किन्थ्यौ न खोइ यति छ हेर्नु त भाइ देखाइदिन्छ यति चाहिँ भयो गाई छैन भोलि भरेतिर आउँछु कि उयो लिएर के लिएर जुटाउन लग न नि बिगा छौ झन् के हो त्यो खाने हामी आउँछ त गाइस यति चाहिँ ल्यायो हामीले होइन नि कति ल्यायो देखाइदियो न गाइजहरूलाई भलिन्डोको चाहिँ जुस बनिन्छ जुस बनाउँछ होइन छिटो पकड न टेबलमा राख त खाइदिउँ यहाँ राख त खेल्ने होइन नि नभई हुँदैन देऊ देऊ एउटा देऊ खाने ल गाइस यति लेख्छु मलिन्डो यसको चाहिँ अहिले सानोले ज्याम बनाउँछ अरे अब